दृष्टान्त प्रभु यीशु ख्रिस्टले बताउनु भएको छ। हराएको छोराको दृष्टान्त लुका 15 अध्यायको 11 देखि हामी 32 सम्म परमेश्वरको वचनलाई हामी मनन गर्नेछौँ। मलाई आशा छ तपाईहरु सबैजनाले ध्यान दिएर सुन्नुहुनेछ। परमेश्वर आज यो खण्डबाट हाम्रो बीचमा बोल्न चाहनुहुन्छ अनि थोरै समय हामी धैर्य धारण गर्नेछौँ अनि परमेश्वरको वचनलाई हामी मनन गर्नेछौँ। आज व्यक्तिगत रूपमा तपाईँ र मसँग परमेश्वर के बोल्न चाहनुहुन्छ। यहाँ एकजना छोरा छ जो चाहिँ हराएको छ अनि त्यसपछि त्यहाँ बुवा हुनुहुन्छ जसले आफ्नो जो हराएको छोरा कहिले आउँछ होला भनेर दिनरात बाटोमा हेरेर आँगनमा हेरेर पर्खिराखेको हुँदछ। अनि यहाँ एउटा अर्को छोरा छ, जेठो छोरा, जो चाहिँ भाइ फर्किसकेपछि ऊ चाहिँ त्यति प्रसन्न भएको छैन, खुसी भएको छैन। आज यी तीनवटा पात्रबाट यीशु ख्रिस्टले बताउनु भएको यो कथाबाट हामीहरू केही फेरि सिक्ने प्रयास चाहिँ गर्नेछौँ। तपाईँले बाइबल पाउनु भएको छ भने म यो समयमा हाम्रो सृष्टि नानीलाई जोडसँग पढ्नलाई अनुरोध गर्दछु। 11 देखि 32 सम्म, 11 देखि 32 ठुलो स्वरले सबैले सुन्ने गरी।